यस कर्मकाण्डमा रहेको दियो बाल्ने मन्त्र मैले पढेर हजुरहरूलाई सुनाइसकेको छु। यस मन्त्र छोटो र छरितो छ। हजुरहरूले पनि हजुरको घरमा जुनसुकै कार्य लगाउनुभन्दा अगाडि शुद्ध पवित्र भएर यस मन्त्र पढ्दै दियो बाल्नुहोला। यसो गरेमा हजुरहरूको घरमा सुख शान्ति समृद्धि छाउनेछ, आत्मा सन्तुष्टि हुनेछ। हजुरहरूको यस भिडियो हेरेर हजुरहरूलाई के कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। साथै आगामी दिनमा हामीले के कस्तो भिडियो बनाउनुपर्छ हजुरहरूले प्रतिक्रिया दिनुहोला। यदि हजुर यो काट म मजाले बोल्छु अब। ओइ कन्टिन्यू गर। यो काट्न अघि कहाँ थिइस् तिमीहरू कन्टिन्यू गर। यस कर्मकाण्डमा रहेको यो कटअप गर्न अर्को भिडियो बना न, म राम्रोसँग बोल्छु अब एकचोटिमा।